सो वेलकम ट्रेडर्स। अहिले यो गोल्डको के हो भन्दा 1 मिनट टाइम फ्रेमको चार्ट हो र यो ट्रेड चाहिँ मैले आज दिउँसो सेसनमा चाहिँ लिएको है। र आज म टिकटकमा पनि लाइभ आएको थिएँ र मैले टिकटकमा पनि बनाएको थिएँ कि म यो रिजनमा बुलिस हुन्छु, म बाई साइड बस्छु। र त्यही सिम्पल मैले के गरेँ भन्दा ट्रेड चाहिँ लिएको हो र यो ट्रेड मेरो लागि एकदमै हाई प्रोबेबिलिटी ट्रेड थियो। त्यही भएर मैले 2वटा बाई पोजिसन चाहिँ मैले के गरेको छु भन्दा ओपन गरेको छु। 2वटै बाई पोजिसनको के छ त भन्दा एसएल यो तल छ। अब यो पोजिसनलाई म रिस्क फ्री पनि म गर्छु। त्यसपछि एउटाको टिपी यहाँ छ, अर्कोको टिपी के छ भन्दा यहाँ छ र 2वटै ट्रेडमा टिपी हिट भयो भने $600 धेरै के हुन्छ भन्दा प्रफिट हुन्छ। र यसरी तपाईँहरूले मेरो पिएनएल हिस्ट्री हेर्ने भए मैले सिधै के ल्याएको छु भन्दा लास्ट ट्रेड मैले मार्च 6मा ल्याएको छु है। त्यसपछि मैले यो सिधै आज डेलाइट सेभिङ टाइम पनि हाम्रो सिफ्ट भइसक्यो यो अनि मैले यहाँ एउटा बाई एन्ट्री चाहिँ मैले लिएको छु है। र अर्को कुरो के बुझ्नु पऱ्यो भन्दा तपाईँहरूलाई यसरी पिएनएल तपाईँहरूलाई धेरै कम ट्रेडरले हेराउँछ। यो पुरै ट्रेडिङ इन्डस्ट्री हामीले हेर्ने भए नेपालको मात्रै होइन, इन्डियाको मात्रै होइन, पुरै इन्टायर ट्रेडिङ इन्डस्ट्रीमा लेस देन 0.1% ट्रेडरले तपाईँहरूलाई यसरी के गर्छ भन्दा पिएनएल हेराउँछ। अहिले धेरैजना इन्फ्लुएन्स कसरी हुन्छन् भन्दा जुन ट्रेडर जसले टेबलमा 5-10 लाख तपाईँहरूलाई हेराइरहेको छ, जुन ट्रेडर जसले तपाईँहरूलाई खालि एउटा MT5 को क्रप स्क्रिनसट हेराएर भनिरहेछ कि मैले एउटा ट्रेडमा $1000 $2000 कमाएँ, मैले 5-6 लाख कमाएँ, त्यो हेरेर धेरैजना ट्रेडरहरू अहिले इन्फ्लुएन्स चाहिँ भइरहेछन्। तर तपाईँहरूलाई त्यो पछिको रियालिटी थाहा हुँदैन है। त्यो ट्रेडरको रियालिटी के हो त, कि उसले एउटै प्राइजमा दिनमा 50वटा एन्ट्री लिएर 1-2वटा ट्रेडमा गरेको टिपी हिट भएको हेराइरहेछ कि एउटा MT5मा बाई अर्को MT5मा सेल गरेर हेराइरहेछ कि मल्टिपल ट्रेड लिएर एउटा ट्रेडमा टिपी भएको हेराइरहेछ कि है। तर यो पिएनएल स्टेटमेन्टमा के हुन्छ त, यहाँ ओपनली ओपन टाइम क्लोज टाइम हुन्छ, डेट र टाइम पनि हुन्छ, कति बेला ट्रेडरको ट्रेड ओपन भएको छ, कति बेला क्लोज भएको छ। सो यो हेरेर तपाईँले थाहा पाउन सक्नुहुन्छ कि एउटा ट्रेडरले ऱ्यान्डम ट्रेड लिन्छ कि लिँदैन। यो हेरेर तपाईँले थाहा पाउन सक्नुहुन्छ यो ट्रेडरले कति बेला ट्रेड इन्ट्री गरेको छ, कति बेला उसको ट्रेड के भएको छ भन्दा एक्जिट भएको छ र कसरी एक्जिट भएको छ। एउटा ट्रेडरले डराएर ट्रेड एक्जिट गराएको छ कि छैन, त्यो पनि तपाईँलाई यो रिजन सेक्सनले हेराउँछ। यदि कुनै पनि ट्रेडरले डराएर ट्रेड एक्जिट गराएको छ भने यो रिजनमा केही पनि हुँदैन भन्नाले ब्ल्याङ्क हुन्छ। अब यहाँ के हेर्न सक्नुहुन्छ, यो ब्ल्याङ्क छ तर यो पार्सियल क्लोज गरेर यो के गरेको भन्दा आएको। सो रिजनले त्यो हेराउँछ, ओपन टाइम क्लोज टाइमले त्यो हेराउँछ कि एउटा ट्रेडरले दिनमा 50वटा पोजिसन ओपन गरेको छ कि छैन, सबै कुरो हेराउँछ। र यो टिपिएसएल एउटा ट्रेडरले कुनै ठाउँमा टिपिएसएल राख्नु पनि रिजन हुन्छ है। ओपन प्राइस क्लोज प्राइस हेरेर तपाईँहरूले आफै कम्पेयर गर्न सक्नुहुन्छ कि हो यो ट्रेडरले यो प्राइसमा के गराछ भन्दा ओपन गराछ, किन ओपन गरायो होला, सेसनभित्रै ओपन गराछ कि कति बेला ओपन गराछ, सबै कुरो यो पिएनएल हिस्ट्रीले के गर्छ भन्दा भन्छ। सो पिएनएल स्टेटमेन्ट स्पिक लाउडर देन वर्ड। यो के गर्नु पऱ्यो भन्दा तपाईँहरूलाई चाहिँ बुझ्नु पऱ्यो है। नत्र धेरैजना ट्रेडरहरू अहिले पनि स्क्याममा के गरेर हुन्छन् भन्दा फसिरहेको हुन्छन्। अब कुरा गरौँ मेरो यो ट्रेडको साइकोलोजीको है। अब यो ट्रेडको साइकोलोजी बुझ्न म एकछिन ट्रेडिङ भ्यूको के जान्छु भन्दा चार्टमा जान्छु है। यो ट्रेडको मेरो साइकोलोजी के छ त भन्दा सिम्पल छ है। मैले सबभन्दा सुरुमा मैले के हेरेको थिएँ त भन्दा एकछिन म आइसिडीको चार्ट खोल्छु अनि म तपाईँहरूलाई चाहिँ बुझाउँछु है। म बिहानैदेखि म बुल्लिस छु, यो एरियामा म बुल्लिस छु। म किन भनिरहेको थिएँ त, म भनिरहेको छु एकछिन। आइसिडीको चार्ट चाहिँ मेरो यसरी ओपन भइरहेछ है। र यसरी सुरुमै अब हामी प्राइज एक्सनमा हेरौँ। यो हल्का मेरो नेट स्लो भएर त्यो भएको है। अब यसरी प्राइज एक्सनको चार्टमा हेर्दा है मैले यहीँ बाई गर्नुको रिजन के हो त, म त्यो सबभन्दा सुरुमा त्यो एक्सप्लेन गरिदिन्छु कि यो एउटा के हो त इम्पोर्टेन्ट, यो एउटा रेजिस्टेन्स हो। यहाँदेखि प्राइज उठाएको छ, यहाँदेखि प्राइज उठाएको छ, यहाँदेखि प्राइज उठाएको छ, यहाँदेखि उठाएको छ, यहाँदेखि उठाएको छ, यहाँदेखि उठाएको छ भनिसकेपछि यो तल के छ त, भरको बायर्सहरूको के छ भन्दा स्टप लस छ। जुन पनि बायर्सहरूले यहाँदेखि बाई गरेका छन्, यहाँदेखि बाई गरेका छन्, यहाँदेखि बाई गरेका छन्, यहाँदेखि जसले पनि बाई गरेका छन्, यो सपोर्ट तल सबैको के छ त भन्दा स्टप लसहरू छ। अब मार्केटको यो क्यान्डलले एज यो ब्रेकडाउन, यो एउटा सपोर्टको ब्रेकडाउन गरेर यो जुन पनि बायर्सहरूले यता बाई, यता यहाँदेखि जहाँदेखि पनि बाई गराएको थिए, यिनीहरू सबैको स्टप लस के हुन्छ त, यहाँ हुन्छ। यो क्यान्डलले सबैको स्टप लस खायो। अब मार्केटलाई यो यति धेरै लिक्विडिटी के छ त भन्दा तल एभाइलेबल छ। मार्केटलाई यो स्टप लस खाँदै तल नै जानुहुन्थ्यो भने मार्केट सरासरी स्टप लस खाँदै मार्केट तल गइदिन्थ्यो त। मार्केट किन यहाँ एकचोटि रिटेस्ट दिन आउँथ्यो, मार्केट दुई दुईचोटि किन रिटेस्ट दिन आउँथ्यो। इफ मार्केटलाई एक्चुअलमा स्टप लस खाएर तल जानु थियो भने सिधै स्टप लस खाँदै तल गइदिन्थ्यो त। किनभने कुनै पनि इन्स्टिट्युसन्सहरू खोज्दैन कि रिटेलर्सहरू तिनीहरूको मुभमा इन्ट्री गरोस् भन्ने। तर हामी प्राइज एक्सनमा के सिकाइ हुन्छौँ त, जब पनि कुनै मार्केटले के दिन्छ त भन्दा यो सपोर्टको ब्रेकडाउन दिन्छ। ब्रेकडाउन सेफ इन्ट्री हुँदैन, जहिले पनि रिटेस्टमा सेल गर्नुपर्छ, रिटेस्टमै मात्रै सेल गर्नुपर्छ भन्ने
कसले सिकाउँछ त भन्दा प्राइज एक्सनले सिकाउँछ। डिफ्रेन्ट तपाईँहरूलाई प्राइज एक्सन मेन्टरहरूले सिकाउँछ कि ब्रेकडाउनमा कहिले पनि सेल गर्नु हुँदैन। रिटेस्ट सेफ इन्ट्री हो। रिटेस्टमै हामीलाई के गर्नुपर्छ भन्दा सेल गर्नुपर्छ। अब आफै बुझौँ न, मार्केट हाम्रो प्यारेन्ट्स होइन। मार्केटले किन हामीलाई माया गर्छ? यदि मार्केटले हामीलाई माया गर्ने भए, मार्केटले रिटेलर्सलाई माया गर्ने भए, मार्केटमा त एसएल हन्टिङ नै हुँदैन थियो नि त, है। त्यो चाहिँ बुझ्नु पऱ्यो। मार्केटले कहिले पनि रिटेलर्सहरूलाई माया गर्दैन। यदि तपाईँले हेर्नुभयो मार्केटले रिटेलर्सहरूलाई माया गरिरहेछ भने ट्र्याप हान्छ, सिम्पल एसएल हन्ट गर्छ। त्यो चाहिँ बुझ्नु पऱ्यो। मैले सिम्पल के हेरेँ, यत्रो धेरै यो सपोर्टमा सबै बाई गर्नेहरूको सबैको स्टप लस के छ त भन्दा यो सपोर्ट तल छ। अब मार्केटलाई तल नै जानु हुन्थ्यो भने सरासरी 90 डिग्रीमा स्टप लस खाँदै यसरी तल गइदिन्थ्यो। यो एउटा सपोर्ट यहाँ परिरहेछ, यहाँसम्म आइदिन्थ्यो। तर मार्केटले के भनिरहेछ, होइन म के गर्दिनँ भन्दा यसरी तल झर्दिनँ। प्राइज एक्सनमा त सबैले त्यही सिकाए हुन्छ, रिटेस्ट सेफ एन्ट्री, है। मार्केटले के दिन्छ त, एकचोटि रिटेस्ट दिन्छ। मार्केटले दुईचोटि मार्केटले के दिन्छ भन्दा रिटेस्ट दिन्छ। भन्नाले हेर्नु, मार्केटले कति सेलर्सहरूलाई माया गरिरहेछ। ल बाबु, जसले पनि यहाँ सेल गरिनँ, म अझै एकचोटि के गर्न रिटेस्ट दिन गइरहेको छु, म यहाँ डबल टप लेभल बनाउन गइरहेको छु, ल यहाँ सेल गर। मार्केटले कति माया गरिरहेछ। तर के बुझ्नु पऱ्यो, यदि तपाईँहरूले ट्रेडिङमा हेर्नुभयो इन्स्टिट्युसन्सहरू रिटेलर्सहरूलाई माया गरेको छ भने ट्र्याप हान्छ। त्यो चाहिँ बुझ्नु पऱ्यो। भनिसकेपछि मेरो सिम्पल भ्यू, जसले पनि यहाँ सेल गराछन्, सबैको स्टप लस के हुन्छ, माथि माथि हुन्छ। लास्टमा मार्केटले सबैलाई के गरिदिन्छ, ट्र्याप हानिदिन्छ। भन्नाले स्टप लस अन गरिदिन्छ भन्ने मेरो सिम्पल के थियो भन्दा भ्यू थियो। मैले यहाँ के बुझेँ, इन्स्टिट्युसन्सहरूको इन्टेन्सन। यदि इन्स्टिट्युसन्सहरूको इन्टेन्सन बेरिस नै हुन्थ्यो भने सिधै एसएल खाँदै तल गइदिन्थ्यो नि त। दुईचोटि रिटेस्ट दिन आउँदैन थियो। मैले धेरै दुईचोटि रिटेस्ट दिन आइरहेछ भनिसकेपछि इन्स्टिट्युसन्सहरूको इन्टेन्सन बेरिस छैन। बेरिस छैन भने के छ त, बुल्लिस छ। त्यही भएर सिम्पल मैले के गरेको भन्दा बाई पोजिसन मैले ओपन चाहिँ गरिदिएको हो, है। म कसरी गर्दै, यो जुन बायरहरू छ यिनीहरूलाई निकालिसक्यो, त्यसपछि मैले के गरिदिएको भन्दा बाई पोजिसन गरिदिएको। अब यो पनि नर्मल बायर होइन। मार्केटले यो के दियो त, मार्केटले इम्पोर्टेन्ट सपोर्टको ब्रेकडाउन दियो। यहाँ को इन्ट्री गर्छन् त, ब्रेकडाउन ट्रेडरहरू इन्ट्री गर्छन्। अब यो ब्रेकडाउन ट्रेडरको यो स्टप लस हेरेर सबैजना ट्र्याप ट्रेडर्सहरू यहाँ के गर्छन् भन्दा बाई गर्छन्। जो सबै ट्र्याप ट्रेडर्सहरूलाई, जसले लिक्विडिटी हेरेर ट्रेड लिन्छन्, जसले स्टप लस हेरेर ट्रेड लिन्छ, तिनीहरूलाई पनि मैले के हेरेँ, मार्केटले निकालिदियो। अनि मैले के गरेको भन्दा लङ पोजिसन चाहिँ मैले हेर्नु, अनि मैले लङ पोजिसन ओपन गरेको। योभन्दा अगाडि मैले लङ पोजिसन मैले ओपन गरेको छैन, है। यहाँ तपाईँहरूले क्लियरली यो पिएनएल स्टेटमेन्टमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। हामीलाई राइट प्लेस पनि चाहिन्छ, हामीलाई के गर्न भन्दा बाई गर्न, है। सो मैले सिम्पल के वेट गरेँ मार्केटले एकचोटि रिटेस्ट दियो। मेरो सिम्पल भ्यू के थियो, झर्नु त तल झरिदिन्थ्यो, रिटेस्ट दिँदैन थियो। रिटेस्ट दियो, ल ठिक छ, रिटेस्ट तल गएर यहाँ सबै ट्र्याप ट्रेडर्सहरू यहाँ सबै इन्ट्री गर्छन्। मार्केटले तिनीहरूलाई पनि निकालिदियो। मैले इमिडिएटली के गरेँ भन्दा बाई गरेँ, किनभने यहाँ धेरैजना इन्ट्री पनि गर्दैन। जसको भर्खरै एसएल गएको छ तिनीहरू इमिडिएटली इन्ट्री गर्ने होइन। त्यही भएर मैले म जहिले पनि त्यस्तो ठाउँमा इन्ट्री गर्छु जहाँ धेरैजना ट्रेडरहरू इन्ट्रेस्टेड हुँदैन बाई गर्न। र बिहान पनि मैले किन टिकटक लाइभमा चाहिँ मैले भनिरहेको थिएँ कि म यो एरियादेखि बुल्लिस हुन्छु, किनभने मार्केटमा मैले के हेरेको थिएँ, सिम्पल मार्केटले यो एउटा रेन्जको ब्रेकआउट गराएको छ भनिसकेपछि अब यो ब्रेकआउट ट्रेडर जहिले पनि गोल्ड साइडवेज बसेर ठुलो ब्रेकआउट दिन्छ। सो जुन पनि ब्रेकआउट ट्रेडर जसले पनि यहाँ बाई गरेका छन् सबैको स्टप लस के हुन्छ, यहाँ तल हुन्छ। यो स्विङ ट्रेडरको पनि यो एउटा राम्रो सेटअप गोल्डमा, है। सो यसरी 1:2 द मिनिमममा सबैले के गर्ने भन्दा लिने नै हो। यसरी सबैको स्टप लस के हुन्छ भन्दा यहाँ तल हुन्छ। सो गोल्डले यिनीहरू सबैको स्टप लस पनि मार्केटले के गरिदियो भन्दा निकालिदियो, रिमुभ गरिदियो। लास्टमा मार्केट यहाँ ट्र्याप ट्रेडर्सहरूलाई पनि निकालिदियो। र सिम्पल मैले के गरेको भन्दा बाई चाहिँ गरेको हो। अब यो यसलाई पार्सियल क्लोज म यसरी के गरिदिन्छु भन्दा अब 1:1 लगभग गइसक्यो। जस्तो मेरो यो पोजिसनमा यसरी हेर्ने भए यो पोजिसनमा मेरो स्टप लस $121 छ, है। सो म यसलाई के गर्न सक्छु भन्दा अब हल्का अझै माथि गयो भने यो क्यान्डल क्रसमा म पार्सियल क्लोज यसरी गरिदिन्छु। ओभरअल तपाईँहरूलाई हेराउन म अहिले नै के गरिदिरहेको छु भन्दा गरिदिरहेको छु। सो एसएललाई रिस्क फ्री पार्नु भनेको के हो, 1:1 लगभग पार्सियल क्लोज यसरी चाहिँ गर्नु। सो मैले यता के गरिदिएँ भन्दा पार्सियल क्लोज गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ। पार्सियल क्लोज जब हामी गर्छौँ रिजनमा केही पनि हेराउँदैन, है। सो यहाँ रिजनमा केही पनि मेरो यो सेम पार्सियल क्लोज नै गरेको, यहाँ केही पनि हेराइरहेको छैन। अब यो पोजिसनलाई पनि मलाई रिस्क फ्री पार्नु छ भने म यसलाई पार्सियल क्लोज गरेर, अब रिस्क फ्री पार्दा प्रफिट रिड्युस हुन्छ तपाईँहरूलाई थाहा नै छ, है। तर तपाईँहरूलाई हेराउन कि तपाईँहरूले पनि सिक्नुहुन्छ, मैले सिम्पल यसरी के गरिदिएँ भन्दा गरिदिएँ। अब मेरो स्टप लस हिट भयो भने पनि त्यस्तो लस चाहिँ हुँदैन, है। सो आजको लागि हामी यति नै गरौँ। अब हामी नेक्स्ट भिडियोमा के गर्नेछौँ भन्दा भेट्नेछौँ, है।